हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। अनि पछि तपाईहरु चाहिँ मेरो नयाँ भिडियोमा स्वागत छ। नयाँ भिडियोमा एकाएक नयाँ भिडियो सबजना मलाई च्यालेन्ज गरेर सबजना च्यालेन्ज यहाँ सब ब्लगर छ हैन। अहिले पछि हामी चाहिँ अहिले काभ्रेको हैन, काभ्रेको के रे ओ यो कुन ठाउँ रे? यो अनेकोट भ्यू टावर हैन, यो उसो नगरकोट हो। यो नगरकोटको भ्यू टावरमा छौँ हामी चाहिँ अहिले। म पनि एउटा सानोतिनो युट्युबर हो हैन, सबजनाले चाहिँ सपोर्ट गरिदिनु होला। हामी चाहिँ छोटो मिठो हैन केटाहरुको यादमा एउटा भिडियो हैन। यादमा अन्त याद भन्न याद भन्न न, भोलि पर्सिको याद के अब केटाहरुको त्यसरी भन न, यादमा रे बेगर रिसेप छैन हैन, कहाँ गायब हो छैन छैन। उफ अब उ भइहाल्यो, अब नयाँ बेउला सबै नयाँ बेउला यता आउने, यता पछाडि बेचा भाषण त्यही भएर त नयाँ बेउला यता यता आउने, पछाडि आउनु सबजना यता। काभ्रेको टावरतिर छौँ हैन। अनि यस्तो छ टावर। अनि के पाँच खाल चाहिँ काभ्रे होइन? अनि काभ्रे भने त भइगयो त। अनि किन त्यो पाँच खाल भन्नु पर्यो? पाँच खालको यो अनेकोटको डाँडोको टावर होइन, वडा नम्बर गाउँपालिका किन भन्नु पर्यो? टपमा गएर देखाइदिन्छु। अनि यो हल्लायो भने त भाँचिन्छ भाँचिन्छ, यहाँ नि छैन होइन। लास्टै एउटा यहाँतिर अब यो यहाँ छ नि, यो यहाँ यो आवाज सुनिहाल्यो यस्तो छ कि पुरै नटै छैन। यहाँ छेउमा ल, यहाँ छेउमा यस्तो लचिन्छ नि, यो छैन कि यहाँ जान्छ यो न यस्तो मेरो कुकुर डर नरहेछ क्या। यस्तो देख्छ यहाँ, देख्छ भ्यू होइन? ठिकै देख्छ ल। यो चाहिँ भ्यू किन नदिएको भए चाहिँ यो बिहान नि उसो अनि शीत झऱ्यो नि त बिहान, पानी बजेको शीत होइन, शीतै भनौँ। त्यही भएर यस्तो देख्छ ल। भ्यू टावरतिर छ अनेकोटको। बुढाबुढीको गफ सोचेर छैन होइन, गफ हो थाहा होइन। हुन्छ सबै सिधाएर आउँछु नि म। ल हामीले त केही पनि सुनेको छैन है। ल राखेँ है। अनि नयाँ बेउला चाहिँ यही हो होइन। अगाडि बेगाएछ अनि भर्खरै कलर बोलेको सायद साउन्ड आइआएन होला है यसमा? केही साउन्ड त आएन होला है। अलिक एक शब्द केही बोलिदिउँ होइन ल। यो चाहिँ फेमस ठाउँ भनेर चिनिन्थ्यो, अनि आजकल चाहिँ खासै मान्छे हुँदैन। जे होस् मान्छे हुने भने कुनै बेलामा जात्राहरू यता हुँदा अलिअलि मान्छे हुन्छ। आज मान्छे कमै हुन्छ, पहिला एकदम चर्चित थियो, अनि अहिले मान्छे खासै हुँदैन। अलिक ठुलोसोले बोलौँ न होइन, अलिक ठुलोसोले बोल न। कस्तो भिडियो बिगार्दै फेरि भिडियो बनाउनु त बाचा बनाइ दिँदैन केही हुनु हौ, त्यस्तो पो चल्छ अरे यसरी भिडियो बनाउनु बाचा बनाउनु छैन। पछाडि आउनु सबजना यता। देख्न सक्नुहुन्छ दर्शक पनि यहाँ भर्खर बिहे भएको मान्छे। यहाँ चाहिँ पानी परेको छ है। अनि हामी घुम्न गएको टावरमा यहाँ देखिन्छ कि देखिन्न, यहाँ पानी परेको छ है। अनि यहाँ हामी पुल मुनि बसेका छौँ। यो पुल हो, यहाँ खोला हो, यो खोला।